तराई त खतम भइसकेछ। काठमाडौँको मान्छेले जुन हेर्छ नि तराई, यहाँ काठमाडौँबाट के खतम भइसकेछ तराई। तपाईँ गएर हेर्नुहोस् तराईमा कस्तो सिचुएसन छ। तराईमा त्यो किसानले खाद पाउँदैन, मल पाउँदैन, पाउँदैन, बिउ बिजन पाउँदैन, पाउँदैन। बजार त कता हो कता। त्यो ड्रग्स तपाईँ हेर्नुहुन्छ नि, ड्रग्स तराईमा त्यो अति चरम सीमा पार छ। यङ जेनेरेसनहरू सबै खतम भइसकेछ। तपाईँ गएर हेर्नुहोस् बोर्डरमा फ्रीली पाइरहेछ क्या ड्रग्स, ट्याब्लेट फ्रीली पाइरहेछ। मतलब यो जति भन्नुहुन्छ तपाईँ ब्राउन सुगरदेखि लिएर जे पनि कुरा गर्नुहोस्, त्यस्तो मान्छेलाई चिन्छु म केही खाँदैन क्या। जति बेला हामी पढ्थेँ, आजभन्दा तपाईँको 5, 7, 8, 10 वर्ष पहिला हामी पढ्ने बेलामा एउटा अर्कै कल्चर थियो। अहिले हेर्नुहुन्छ नि गएर तपाईँ युथ राम्रै बाँच्नै पाइरहेको छैन क्या। प्रोटेस्ट एउटा मलाई जुन त्यो ट्रिगर गरिरहेको थियो नि कुरा ड्रग्स, तपाईँले गएर पत्ता लगाउनुहोस्। जति